हेलो हेलो साथीभाइ बुवामा दाजुभाइ दिदीबहिनीहरू, तपाईँले यो मेरो पछाडि स्क्रिनमा देख्नु भएको छ नि बिरुवा, यो बिरुवाको नाम हो तपाईँको सेतो तुलसी है। सेतो तुलसी अथवा तपाईँको बाबरी पनि भनिन्छ र यसलाई यसको इङ्ग्लिस नाम चाहिँ लेमन बाम भनिन्छ होइन। तपाईँको यो बिरुवा घर वरिपरि भयो भने तपाईँको घरमा लामखुट्टे भनेपछि तपाईँको फिट्टिकै आउँदैन। हेर्नुहोस्, यो बिरुवाको यस्तो यस्तो चाहिँ एउटा विशेषता छ कि होइन, यो बिरुवाले तपाईँको टच कुनै पनि जीव प्राणीले अथवा मान्छेले तपाईँ टच गर्ने बित्तिकै तपाईँको यस्तो स्मेल आउँछ होइन। तपाईँहरू त सायद कसैको घरमा होला यो बिरुवा, छोएर हेर्नुहोस् है। यसको गन्ध यति तपाईँको यसको गन्धसम्म त इफेक्ट पार्ने भनेको तपाईँ लामखुट्टेलाई हेर्नुहोस्। लामखुट्टे यो बिरुवा भएको ठाउँमा लामखुट्टे वरिपरि नै पर्दैन। त्यस कारण अब घरि महिना लाग्छ यो बिरुवाहरू तपाईँको पाइन्छ, गाउँघरतिर पनि पाउँछ बिरुवाहरू होइन। सेतो बाबरीहरू पाउँछ, बोट मसिनो बिरुवा। अब तपाईँको यो असारी मेला पनि भएको छ, यो बर्खायाममा ल्याएर आफ्नो घरको वरिपरि 2-4 बिरुवाहरू सार्नुहोस् र लामखुट्टेदेखि चाहिँ टाढा रहनुहोस्। यो बिरुवा एकदमै सम्झेर रोप्ने गर्नुहोस्, जसले गर्दा तपाईँको लामखुट्टेबाट हुने रोगहरू चाहिँ टाढा हुन्छ र लामखुट्टे घरमा आउँदैन। मेन कुरो लामखुट्टे घरमा आउँदै नआएपछि लामखुट्टेबाट सर्ने रोगहरूको त लाने कुरो परै जाओस्। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्छु, यो बिरुवा खोजी आफ्नो घरको वरिपरि लगाउने काम गर्नु होला।